वेलकम बैक टू अनदर भ्लग। आज चाहिँ हामीहरू नुवाकोट जाँदैछ माथि भैरवस्थान दर्शन गर्न। अहिले चाहिँ हामी ठुलाकोमा आएको काउली लिन। यहाँबाट काउली लिएर गएर माथि गएर पकाएर खाने हो। घुम्न होइन दर्शन एक अहिलेसम्म गयो होइन। अनि त्यही भएर जान त कि पहिले पोहोर परार कहिले उसमा गएको आएको थियो तर पूजा गर्ने तरिकाले गएनौँ के। तर काउली लिएर अब जान लाग्यो म। त्यहाँ ठुलो घर हो क्या। त्यहाँ त्यो मकैहरू सुकाएको देखियो नि त्यही घर। कान्छीहरू चाहिँ त्यहाँ माथि छन्। अनि स्कुटीमा बाबा भाइबाट स्कुटीमा म र कान्छी एउटा स्कुटीमा। आई विल सो यु है। कति किलो थाहा नै त्यो भएर पुग्छ भने पठाउनु के अरे लिन्छु। बाबा हाई तपाईँ हेलो गर्नु। हेलो आमाले चिन्नु भएन मलाई। नमस्ते भने भनेन चिन्नु भएन। खसेको हो त्यहाँ मान्छे खस्थेर। ए वहाँ पर त्यही ठाउँ ऊ त्यो डाँडाको बादल लागेको ठाउँमा होइन अब ऊ त्यहाँ अरे त्यो यस्तो पर्यो नि हो त्यहाँसम्म जाने अरे टावर भएको ठाउँमा त्यो टावर भएको ठाउँमा हामी जाने त्यही हो टावर भएको आमाबाबा त के जवान हिरो हो नि 60 वर्ष पुग्नु 2 वर्ष कम छ त्यही पनि आफूलाई एकदम जवान सोच्नुहुन्छ। हेर्न राइडिङ स्टाइल झरम गणेश हिमाल त देखियो होइन है। ऊ त्यो सानो चुच्चो अनि यो अन्नपूर्ण यो माछापुच्छ्रे अनि यो अन्नपूर्ण। माई गड कति राम्रो देखेको। गाइस लुक एट दिस ब्युटिफुल भ्यू। प्यानोमा आउनुपर्छ यस्तो टक्क टल्किन्छ। ओके है अहिले अबेला बाजे आइसक्यो नि त बाजे लाग्दैन नि त। हामी चाहिँ अहिले मन्दिरसम्म गएको त्यहाँ। त्यो त सब बादल हो बादल नि त्यो बाबा त्यो हिमालमा त हिउँ छैन है बिचको हिमालमा त ऊ त्यो कालो कालो हिमालमा हिमालय हो त छेल परेर होला नि त टल्किएको हिउँ छैन है त्यहाँ त। पगलेर सब पानी खाइसक्नु हजुर। ग्लो वार्मिङ त अबको जेनेरेसन त होस् तेरो हातमा खायो बचाउने बुझिस् नि। पृथ्वी नारायण अब ठाउँ हो गोर्खाको होइन नुवाकोट आर्मीको मान्छे आर्मी ठाउँ त्यो कुन खेल अहिले पनि आर्मी भएर छ त्यहाँ। हामी माथि जाने यो ठाउँमा रानीले कपाल कोरेर बस्नुहुन्थ्यो अरे। अनि हाम्रो ऊ त्यो तलतिर पोखरी थियो अरे। अनि त्यो पोखरीमा बसेर ऐना हेर्नुहुन्थ्यो अरे। मैले नबुझेको कुरा यहाँ कपाल कोरेर मान्छेले त्यहाँ पोखरीमा मुख कसरी हेर्छ कि तलै जान पर्यो। अनि रानी यस्तो तल जान्थिन्। अनि रानीको के गाडी थियो र घोडामा नि आफ्नो खुबसुरती त हेर्नु पर्यो नि। कस्तो कुरा मेकअप हेर्नु परेन के हेर्नु पर्यो बाबा मेकअप हेर्नु परेन। बाबा एउटा सोध्छ है बाबा केटी मान्छे मेकअप गरेको राम्रो कि नगरेको राम्रो? एकदम झुट नबोलिकन ठिकै नगरिकन ठिक साधारण एकदम। त्यो भएर मलाई मम्मी मन परेको एकछिन गोदर ज्ञान नि त्यो मेकअप गर्छ बाँदर जस्तो देखिन्छ। ठिक टाइम हालेको थिएँ हो र। बेलुका मेकअप गएर चाहिँ भोलिपल्ट झाडु लाग्दा चोर नि आयो भनेर धमाधम पिटेको साँच्चैकै गफ हो। अनि टिकटकमा हालेको के ए अनि मम्मीले तेरी बुढी हो भन्दा हिजो त अर्कै थियो त यो मेकअप उत्र हो क्या आज भन्छ आमाले। सुनिस् कान्छी हामी यहाँ पिकनिक खाएर गएको म कस्तो बच्चुत भएछु मलाई आफूलाई धेरै दया लाग्यो। कति बेला मम्मी बिचरा अन्जुली त्यति बेला अस्पताल थियो कि जन्मी थियो कि भनौँ न थिए कि जन्मी थियो कि एउटै कुरो। राति यहाँ पिकनिक खाएर राति जाउँ हामी यहाँ पिकनिक खाएर भात पकाएर केटीले पिस लगाएर राम्रो हुनु पर्यो। पुरा किर्ती भने कहाँ तल तर कहाँबाट आएको अब यो बाबु सला निकाल त। मैले भनेको
बाबा टिका लगाइदिनु न म बस्छु है अहिले चाहिँ मन्दिर दर्शन गरेर भ्याएर हामी खाना खान आएको यहाँ हाम्रो ठुलोको होटलमा अघि काउली बोकेर यहाँ आएको हामी अहिले चाहिँ हामी बाटोमा हिँडिरहेछौँ गाइस कुरा के भयो भन्दाखेरि माथिबाट आउँदा गाह्रो भयो कि हिँड्न स्पिडमा झर्दा गाह्रो भयो त्यही भएर हाम्रो त्यो साइडको हाम्रो त्यहाँ एकजना अङ्कल हुनुहुन्छ दिदीको उहाँको नाम चाहिँ मैले बिर्सेँ भर्खर अहिले सम्झेर भन्छु उहाँले हामीलाई आफ्नो गाडीमा ल्याइदिनु भयो त्यहाँदेखि फेरि खोलादेखि हामी हिँड्दै हिँड्दै त बाबु र म अब लगभग पुग्ने बेला भइसक्यो बाबा र कान्छी अझै माथि स्कुटीबाट झर्नु भएन कि दुईवटा अर्को स्कुटीको झर्ने अहिले चाहिँ मेरो भाइले मलाई जिस्काएर भागिरहेको थियो यसलाई भेट्टाउँछु अनि यसलाई समातेर पिट्छु भनेको भ्याउँदै भ्याउन सक्दै सकिरहेन यति भाग्यो है हो आजको लागि चाहिँ यति नै अब म यसलाई भेट्टाएर एक्ला धान्छु अनि हामी लाग्छु घरतिर थ्याङ्क यू फर वाचिङ दिस ब्लग लास्टमा मैले यसलाई के खानेको चाहिँ हेर्न नबिर्सिनु होला ए प्रसादमा हुन्छ